सजनराज वैद्यको कन्सर्ट हुन जाँदैछ टोकियोमा फर्स्ट टाइम। अनि तपाईँले यसको टिकट चाहिँ मेरो गिभ अवेबाट पनि पाउन सक्नुहुन्छ। गिभ अवेमा टिकट जित्नको लागि तपाईँले कमेन्ट गरेर स्टोरीमा शेयर गर्नु होला। र कन्सर्ट हुन जाँदैछ योयोगी नेसनल स्टेडियममा, हाराजुकाबाट पनि थोरै नजिक छ, योयोगीबाट पनि जान मिल्छ। सो कन्सर्ट हुन जाँदैछ मार्च 10 मा 6:30 बजेबाट कन्सर्ट सुरु हुन जाँदैछ। र यसको टिकट भने तपाईँहरूले अनलाइनबाट र बारकोडबाट मात्रै लिन मिल्छ। र तपाईँले भिआइपी टिकट पनि काट्न सक्नुहुन्छ, नर्मल टिकट पनि काट्न सक्नुहुन्छ। टिकट रिलिज टाइम चाहिँ जनवरी 15 तारिक हो, जुन रिलिज भइसकेको छ। तपाईँहरू छिटोभन्दा छिटो गएर आफ्नो टिकट आफै बुक गर्नु होला, नत्र टिकट पाउन लास्टै गाह्रो छ। यसपालि हामीसँग लिमिटेड टिकट मात्र छ, जस कारणले गर्दा तपाईँहरू तुरुन्त टिकट काट्नु होला साथीहरू। अब गिभअवेमा पाउनु छ भने त कमेन्ट गर्नु र यो भिडियो स्टोरीमा सेयर गरिदिनु होला। टिकट काट्ने लिङ्क मैले डिस्क्रिप्सनमा राखिदिएको छु, टाइटलमा पनि छ, र बारकोडबाट पनि अवश्य टिकट काट्नुहुनेछ। कन्सर्टको थुप्रै अपडेटहरू आउन बाँकी नै छ, त्यसको लागि जोडिरहनु होला। र तपाईँलाई मनपर्छ भने सेयर गर्नु होला भिडियो। आँखामा मेरो बसिसकेछ।